बेकिङ मालपुवा। यसको लागि चाहिँ मैले एउटा भाँडो लिएँ। यो भाँडोलाई चाहिँ यो भाँडोमा यो चाहिँ प्लेन फ्लोर हो। यसमा चाहिँ मैले 2 कप हालेँ। 1 2 कप भइपुग्छ। त्यसमा चाहिँ मैले यो चाहिँ फुल क्रिम मिल्क हो। यो चाहिँ आधी हालेँ मैले। यो फुल क्रिम मिल्क हो, यो आधी। त्यसपछि मसँग छ यो चाहिँ कोकोनट। यो चाहिँ तपाईको कोकोनट, यो चाहिँ फाइन कोकोनट हो, फाइन कोर्स। र कोकोनटलाई चाहिँ मैले यति राखेँ। यो लगभग यो कप चाहिँ नभरिँदै छ, यसमा राखेँ। त्यसपछि मसँग सौँफ छ, चिनी र सौँफ छ। यो चाहिँ मिक्स चिनी र सौँफ हो। यो चाहिँ सबै चिनी र सौँफ मैले यसमै हालिदिएँ। अनि त्यसपछि मैले चाहिँ यसमा दुध राख्दैछु। यो दुध भयो मसँग भएको। र मैले यसमा 2 कप दुध राख्दैछु। यो 1 कप दुध भयो, यो 1 कप दुध। र यसलाई एकपल्ट चलाएर हेर। यसलाई चलाएर हेर। यसमा अलिकति चिनी पनि थप्नुपर्छ। अलिकति गुलियो भएन भने फेरि मालपुवा खासै मिठो हुँदैन। त्यही भएर मैले यसमा चाहिँ चिनी थप्दैछु। चिनी चाहिँ म यसैले चिनी म स्पुनले राख्न जाँदैछु। यसमा 1 टेबल स्पुन एन्ड 2 टेबल स्पुन चिनी राखेँ। 2.5 राखौँ। र यसमा म फेरि अर्को 1 कप चाहिँ दुध थप्न जाँदैछु। दुध 2 कप दुध। र यसलाई राम्रोसँग चलाउने।